हामी मगरहरूको आएको आलु र भिन्डी अनि गहुँका रोटी। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि हिजोको जस्तै नयाँ भिडियो लिएर हजुरहरूको सामु उपस्थित भइसकेको छु। साथीहरू, हिजोको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? आज पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु। आज त्यति विशेष दिन त होइन हुन चाहिँ, तर पनि मैले आज भिडियो स्टार्ट गरिसकेँ साथीहरू है त। अनि विशेष नभए पनि आफूको कर्तव्य हुन्छ नि त साथीहरू। म एउटा काममा लागिसकेँ, अब यो जुन काम मैले लागिसकेँ त्यो चाहिँ सक्सेस हुनुपर्छ भन्ने धारणा छ म माथि। त्यही भएर चाहिँ मैले आज नयाँ भिडियो लिएर गइसकेँ। खाजाको लागि तरकारीहरू लाग्नु पर्यो साथीहरू। यो कति हो? पाउला कति रुपियाँ पर्छ? भिन्डी लैजानु पर्यो। कसैलाई मन पर्नुहुन्छ, कसैलाई मन नपर्नुहुन्छ। मैले चाहिँ भिन्डी र रोटीको तरकारी, रोटी र भिन्डीको तरकारी र रोटी बनाउँछु। मौसम कति राम्रो गरेको छ क्या साथीहरू। न घाम लागेको छ न पानी परेको छ। कस्तो राम्रो मौसम गरिरहेको छ। आज तल छ, छाता नओढ्यो भने मैले चाहिँ तरकारी लिएर आइसकेको छु। अब चाहिँ आलु र भिन्डी अनि गहुँका रोटीसँग भिन्डी र आलुको तरकारी खाने है त साथीहरू। खाने बेला मात्र देखाउँछु, अब तरकारी पकाएको देखाउँदैन ल, खाने बेला मात्र देखाउँछ है। पकाउँदाखेरि नदेखाउन भनेको चाहिँ देखाउन मन लागिहाल्यो कि साथीहरू। त्यही भएर है त मैले चाहिँ तेल राखिसकेपछि प्याज राखेँ, नुन खुर्सानी राखिसकेको छु। मैले यसरी पकाउँछु है त, पहिल्यै पकाउँछु भने चाहिँ नुन खुर्सानी पहिल्यै राखिहाल्छु क्या। अनि त्यसपछि अब तरकारी हाल्ने बेला भइसक्यो होइन। तरकारीहरू राखिसके साथीहरू। अब चाहिँ टमाटरको खुर्सा राख्नुहुन्छ होइन एकछिनमा। के हुन्छ त तरकारीमा चाहिँ आज कस्तो पर्छ हेरौँ है त साथीहरू। साथीहरू म चाहिँ नास्ता पकाइसकेँ, रेडी भइसक्यो है त। खाने इच्छुकहरूलाई तरकारी रोटी खान्छु भनेर देखाउँछु। क्यामेरा अड्डाउनु खोजेको अड्डाएन क्या। आफैले पकाएको भएर लास्ट हुन्छ साथीहरू। साथीहरू मैले चाहिँ बाटोमा यो फुल देखेँ होइन, यो फुल देखेको। यो फुल चाहिँ के अरे, यो चाहिँ असुरो भन्छन् हाम्रोतिर, छापको असुरो भन्छन् होइन। मैले चाहिँ यसको यो फुल देख्न बित्तिकै कस्तो भयो भनेपछि बालापनको याद आयो कि। बालापनमा हामी चाहिँ आमाले हामीलाई गुवाला पठाउने होइन, गुवाला पठाउने आमाले गुवाला गएको बेलामा यो फुलले देखेर यो फुल टिप्ने, यो फुलको तलको डाँठ भाँचिसकेको छ भने चाहिँ यो डाँठ भाँचिसकेको छु। यो डाँठलाई चाहिँ यसरी बनाउने क्या हामीले। कस्तो बनाउँथ्यौँ भनेपछि भाँचिसक्यो साथीहरू, भाँचिसक्यो। यस्तो बनाउने एउटा, यस्तो बनाउने। हामी मगरहरूको आँखा सानो सानो हुन्छ नि त साथीहरू, त्यही भएर हामी आँखा यस्तो बनाउने रहेछ। यो देखाउनको लागि तपाईँहरूलाई मैले देख्न बित्तिकै चाहिँ
पर बाटोमा रहेछ, बाटोमा देख्न बित्तिकै चाहिँ टिपेर ल्याएको थिएँ, देख्न पाइयो साथीहरू। ल साथीहरू, आज चाहिँ मैले भिडियो यहीसँग मात्रै बनाएँ होइन। अब मेरो खास विशेष केही थिएन, त्यही पनि अब किन गर्ने त, एउटा सानोतिनो भए पनि गरौँ भनेर मात्रै गराएको है। मैले मेरो भिडियो हेरिदिनु गर्न चाहेँ साथीहरू। तपाईँहरूलाई मेरो भिडियो हेरेर कस्तो लाग्छ, जस्तो लाग्यो भने जस्तो लाग्छ तपाईँहरूलाई त्यस्तै सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला साथीहरू। टेक केयर साथीहरू है। अब म छुट्टिनुपर्छ साथीहरू।